Hello everyone, welcome back to my YouTube channel. Hope हजुरहरू सन्चै हुनुहुन्छ होला। म र मेरो नाग दाजु मिस्टर भगत हामी दुवैजना सन्चै छौँ गाइस। र आज भिडियो चाहिँ नेपाली भर्जनमै बनाइदिएको गाइस। एनिवेज आज चाहिँ हामी प्लान्टिङ गर्नेछौँ गाइस। के को प्लान्टिङ? के को प्लान्टिङ गर्ने आज हामी? फुल फुल रोप्ने छैन आज हामी। बोल्दा पनि थारूको टोन आइदिरहेको छ गाइस। थारू नै छु टोन आवाजमा नै। थारू टोन। क्या ब्लगर बनिंगे क्या ब्लगर? नेपाली हिन्दी थारू अल मिक्स। गाइस मेरो सेनापतिहरू 11वटा सेनापतिहरू छन् यहाँ। हाय बोलो गाइस, हाय बोलो ना। नहीं बोल रहे हैं गाइस। अहिले चाहिँ मिस्टर भगतले चाहिँ इसमें छेद कर रहा है। इसे पानी भगाने का ठाउँ कि जम्मा पनि निचो भर्खर लगाइदिनु भएको गाइस। 7वटा गमला, 3टा व्हाइट कुन हैन। म चाहिँ हिन्दी नेपाली थारू अलराउन्डर बोलिदिएको गाइस। प्लिज एप्रिसिएट गरिदिनु होला। Yes, this is creepy style. Okay. Guys, आज चाहिँ हामी फुल रोप्नेछौँ गाइस। यही फुल रोप्छौँ। यही फुल। यो फुलको नाम के हो मलाई थाहा नै छैन। के म चाहिँ लङ भिडियो कहिलेकाहीँ पोस्ट गर्छु हैन। अनि सर्ट भिडियो चाहिँ अपलोड गरिरहन्छु। सबैजनाले हेरिदिनु होला, लाइक पनि गरिदिनु होला ल। ओके ल। तुम तो करते ही नहीं हो। अब करूंगा। ठीक है। अनि म चाहिँ टिकटक, फेसबुक, इन्स्टामा पनि एक्टिभ छु। लिंक चाहिँ मैले राखिदिएको छु डिस्क्रिप्सनमा। यस, यदि हेर्न चाहनुहुन्छ भने डिस्क्रिप्सन बक्समा गएर हेरिदिनु होला। टिकटकमा पनि म छु गाइस। यस। गाइस यही फुल रोप्ने वाला छु। यही फुल गमला नभएर यसमै रोपिदिएको। यो फुलको नाम के हो रे? ओके, हामी चाहिँ अहिले माटो लिन आएको छौँ गमलामा। You can see that. Yes. ये मैं कोदालो बोके आई हूँ। मैं कोदालो बोके आएगा। माटो गमलामा हामी माटो भर्दैछौँ अहिले। म चाहिँ भिडियो बनाएर छु। मिस्टर भगतले चाहिँ पुरा एकदमै धमाधम आदमी ना देख ब्लगर दाजु। गाइस यो चाहिँ अपराजिता फ्लावर रोपेको।
तो वो बैठते तो नहीं माटी में नहीं बैठ तो पानी दवा नहीं अच्छा ठीक है ये जो कौन फ्लावर तो था छैन गाइस यस्तो हेर्दै पात पात थाहा छ भने कमेन्ट गरिदिनु होला खोइ रोजवा गाइस यो चाहिँ रोज हो हैन यो चाहिँ मरेको थियो कि फेरि जिन्दा भइहाल्यो जीवित हो गया जीवित हो गया फूल आरो फूल कुन फूल होता है आरो कुन फूल होता है इना फूल रोप्या त रोपेन फूल ऊ ख्याल तो तर मुर्गा ना फूल तो एक काम कर रोज फूल रोपे हैन अरु अरु फूलै छैन अब लाउनु पर्छ फूल अनि रोप्ने आइटम कुन हो अब पाछु आजको मौसम चाहिँ पानी पर्ने वाला मौसम छ पानी पर्ने वाला आज चाहिँ पानी पर्छ गाइस अब चाहिँ हाम्रो काम पनि सिक्यो अब पानी हाल्ने काम मात्र छ गाइस अनि भात पकाउने काम छ गाइस अब हामी साग टिप्न गएको गाइस साग टिप्न भिडियो मन परेमा लाइक शेयर सब्स्क्राइब गरिदिनु होला र बेल आइकन पनि ट्याङ बजाइदिनु होला क्या हुआ रे अनि आजको लागि चाहिँ यति मात्र अब म अर्को दिन नयाँ भिडियो लिएर आउँछु 4-5 दिनको बाद अब जहिले मलाई फुर्सद भएपछि म भिडियो बनाउँछु अनि पोस्ट गर्छु गाइस सर्ट चाहिँ म पोस्ट गरिराख्छु आजको लागि यति मात्र बाइ बाइ कहाँ आ गए अच्छा ठीक है